Happy birthday to you. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Birthday to you. Happy birthday to you. Happy birthday रामसँग पढ्ने एससीमा पास हुने 17 राम्रो अङ्कका साथ ए प्लस को नि आइफोन छुन्छ नि यसले बी प्लस होला त वाउ गरेर ढल्देऊ न एकचोटी अनि सरप्राइज हुन्छ नि Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Let's see it. Look at you. मा कस्तो राम्रो क्राउन कस्तो प्रिन्सेस भयो त फेरि खोइ त तिमीहरु खोइ त Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. यति पढेको सेतो सेतो हे माया मेरो माटो जलको आउँछ नहीं नयो बाटो जलको आउँछ नहीं यति पढेको हामी कहिले देख्यो तिमीहरू त श्रीमती सेतो हे माया मेरो प्र्याक्टिस हो के प्र्याक्टिस धेरै नपल तिमी निकालु हामी भन्दा तिमी चाहिँ झन् आलु धेरै नपल हे माया गमेरी आलु सेतो सेतो हे माया गमेरो बाटो आउँछ नहीं नयो बाटो सेतो हे माया गमेरो बाटो आउँछ नहीं तपाईँ जानु न त्यहाँ माया बत्ती नि सड्केको बत्ती जाँदा सुब्रीको तिनको दम छैन हाम्रो साथीकै भन्दा सेतो सेतो हे माया गमेरो बाटो ताली चाहिँ बजा बजा सबै बजाउँदा त्यो तातिन्छ नि सेतो सेतो हे माया गमेरो बाटो कस्तो राम्रो आयो सरले
भिडियो आइरहेको सर पहिले टुङ्ग्यो त हातै गल्यो तेरो मान्छे हुँदैन फोरा सल्लाहको मैले सानो चित्रमा बिउतायो तिम्रो हेराइले मेरो धड्कन रोकिया तिम्रो हेराइले मेरो धड्कन रोकिया तिमी मैले भने मान तिमी मलाई आफ्नै ठान नाचिदेऊ निलेर हातमा रुमाल छोटो मायाको आवाज आज छेउमा सर हाई गरिदिनु न घाम लाग्यो रमाइलो लाग्यो मलाई रमाइलो तिमी जाऊ न अनि घामले मलाई सताउला काली मलाई बनाउला विरतीको छाता उडाउला नानी हेर ल कसरी लाउने हो खै दर्शक मार्दा पनि पहिला सर्वप्रथम आफ्नो कालिया तबाट देखाउनु हो के Happy birthday to you. Happy birthday to you. Happy
गर्ने हैन र यो मुसरीको माथि कहिले जयको चिट्टाको दिना परेछ भने यो होस्टल तन्काउनु पर्ने गाडीलाई पहिला ड्याडीलाई दिनुपर्ने Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. Video number ಎಷ್ಟು ಬೇಡ್ಸೆ बड़े यो कति पाउँछ यो भन्दा 3 गुणा यो केक काट्ने एक्जाम सकिएको हेर त एक्जाम सकिएको कति खुसीको दिन होइन अनि करिनाको त आज एकदम सक्सेस भएको दिन पनि हो नि उसले त संसार जिते जस्तो भएको नि है पास भयो हैन आज पास भयो होइन त्यो मेन सब्जेक्ट चाहिँ पास भयो अरू अब बिस्तारै बिस्तारै होला Congratulations, happy birthday to you. 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 उनीहरूले यो केक हामी तर्बा दिनु पर्यो बना न केक देखेपछि भन्नु छोडे Happy birthday to you. Happy birthday. Happy congratulations. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. ओइ सबैले भना न ह्यापी म्यारिड लाइफ टु यु भना भने हेलो गाइस हामी चाहिँ आज फ्रन्ट बाटो भने फ्रन्ट तपाई पनि है हाई मात्र हो जा भन न आज हामी कहाँ जान लारी हामी तपाई आफ्नो केही म चाहिँ अब बगेरचुली ए अँ Happy Shivratri. सबैजनाले भनाऊ न कस्तो बिहान भात नखा जस्तो गरे ल हाई भन् सुब्रिन हाई भन् Shivratri, hello guys. हाई नि भन्दैन हेर्छ मात्र यता झन् अरू मान्छेहरू हेलो Hello. Hello. उता तल मान्छे हामी चाहिँ हिँडेको हाम्रो स्कुल वा छ हामी यसरी आयौँ र हामी वहाँ माथि पुग्नुपर्ने अवस्था हेर्नु वा ओहो तिमीहरूको अनुहारै देखे छैन यार राम्रो यता हेर्दै हिँडाउ न मिसको यसलाई फेरि भन भयो सबसे लास्ट चाहिँ मिस गाइजहरु चाहिँ थाक्नु भइसकेको छ यति नामै ओए फोटो खिच्नु भनेको खाली कुदे गर्छ देखाउनै पाएन अगाडि नजान रोक सबैले चाहिँ सबै बेला गर्नु भइरहेको छ यो चाहिँ भुन्टे
उहाँ चाहिँ मोटी दिदी हुनुहुन्छ हाम्रो Hello guys. Hello guys. My name is दिप्सन चाहिँ थाकिसकेको छ यो चाहिँ विश्व लामा है यो चाहिँ चिमचिम लक्ष्मी उहाँहरू चाहिँ यो के आकाश दादा यो चाहिँ अमित दादा यो चाहिँ सर चाहिँ भए पुगिसक्नु भएको छ ल है हाम्रो ग्रुपहरू ला कस्तो राम्रो भिडियो आएको थियो गयो खिचेर ए अनि यता चाहिँ म पनि छु गाइस है सबैजना पछाडि हुनुहुन्छ हामी यति टाढाबाट आइसकेको छौँ अब चाहिँ सबसे लास्ट चाहिँ म हुने भएको छु यहाँ चाहिँ म चाहिँ अब म भ्लग बनाउँदैछु कि गाइस आज हाम्रो होस्टेलको क्लास 10 को ग्रुप चाहिँ आज भगेरचुली भन्ने ठाउँको कस्तो गर्मी भयो अब मोटी दिदीहरू अब यसरी हिँड्न थालिसक्नु भयो गाइस हुन्न हो त्यसरी ओ हाम्रो बिहान चाहिँ अब हिँड्न सक्नु भएन है अब यति टाढाको बाटो उहाँबाट हेर्नु त्यो देखिरहेकोबाट यत्रो घुमेर धेरै टाढा भयो अब के गर्नु है गाह्रै भयो त भ्लग बनाउँदै आउँदा पनि गाह्रै छ गाइस यस्तै हो यहाँ चाहिँ अब दुर्बिन हेराएर भइरहेको छ दुर्बिन हेर्ने क्रममा हाम्रो खेमराज उहाँ चाहिँ नेताको कार्यक्रम हुँदैछ अरे मन्दिरको उयो देखिरहेको छ गाइस म चाहिँ जुम गरिदिइरहेको छु गाइस धेरै गाह्रो भइरहेको छ बादर अनि मलाई त कस्तो डर लाग्यो गाइस हेर्नु न अहिले चाहिँ नेपालमा यो भाइरल भइरहेको छ यो मान्छे नमस्ते शुभ प्रभात सबैजनालाई सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै मैले चाहिँ धेरै भयो भ्लग नबनाएको किनभने म होस्टेलमा थिएँ गाइस अनि त्यही भएर आज चाहिँ होस्टेलबाट हामीलाई यहाँ भैरचुली धोकोटको भैरचुली भैरी स्थानको भैरचुलीमा हामी घुम्न आएछौँ हाम्रो यहाँ सबैजना टिचर स्टुडेन्ट सबैजना हुनुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ मैले अगाडिको भिडियोहरू कट गरेर हालेको छु थमेलमा मात्रै हालेको छु होइन अनि यो अलि पछि आउँछ मैले अगाडि नै तलबाट नबनाएको किनभने त्यहाँ अलिक मिससँग अलि भन्नलाई डर लागिरहेको थियो अनि मिसले मोबाइल दिएर बना भन्नुभयो ओके त्यही हो अनि यहाँबाट होइन कोही दुर्बिन हेरिरहन् कोही फोटो खिचिरहन् खोइ मेरो फोटो भनिरहेछन् होइन अनि त्यही हो यहाँ चाहिँ अनि हाम्रो कक्षा 10 को एससी 2081 सालको एससी टिम छौँ हामी चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ आज चाहिँ अनि आज चाहिँ खास गरी विशेष हाम्रो के हो केटा हो शिवरात्रि महाशिवरात्रि भएको कारणले आज यहाँ भिडभाड पनि टन्नै छ तपाईँहरू दिन सक्नुहुन्छ यहाँ घुम्ने मान्छे तथा यहाँ आउँदै हुनुहुन्छ हाम्रो पूजा गर्ने मान्छेहरू पनि टन्नै हुनुहुन्छ यहाँ हाम्रो बिन्सा दिदी हुनुहुन्छ इस्माइल हाम्रो अरू विद्यार्थीहरू चाहिँ उहाँ तल बसिरहेछन् ओहो थ्याङ्क यू फर वाचिङ गाइज यति नै भन्दै आजको लागि यो ब्लग यहीँ समाप्त गर्न चाहन्छु हस्त धन्यवाद 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 Sorry. म 5 मिनेटको उपाउ तल सरहरु सब पुगेर आउँछ हाम्रो चाहिँ हामी चाहिँ यहाँ भैरचुलीको मन्दिरमा चाहिँ नम्बर छ हामी चाहिँ नम्बरमा फोन गर्दैछौँ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ
आज चाहिँ हामी यहाँ यो डुडेपाटा भन्ने ठाउँमा आइरहेको छौँ अब क्यामेरा मेला पुरा फुल्छ देखाउनु पर्यो नि त अनि कुन ठाउँमा आयो भनेर सरिता फिलिङ्स मदर अनि अनि हाम्रो चाहिँ अब बिस्कुट खायौँ अब हामी चाहिँ बिस्कुटको कागज यहाँ छ प्रुफ अब चाहिँ हामी लाग्दैछौँ स्कुलतर्फ होस्टेलतर्फ अब गाइज होस्टेल उता आयौँ रमाइलो गऱ्यौँ खतरा रमाइलो भयो रमाइलो भयो यस्तो हुँदैछ है यो चाहिँ सचिन हो यो चाहिँ लास्टै पुड्के छ है अनि यिनीहरू चाहिँ अब बुढाबुढीहरू यिनीहरू अब यो चाहिँ लास्टै सोझो हो अनि यहाँ चाहिँ अब बुढाहरू छ है अनि यो चाहिँ लास्ट हुँदैन हुने है एक नम्बरको यो किनरी छ अनि यो चाहिँ हाम्रो सुप्रिम दिदी अनि यो चाहिँ धोती भाइ नाम चाहिँ सचिन हो लास्ट डिम्पल राम्रो एक्चुअली डिम्पल तिम्रो त आँखै नसालु अनि म चाहिँ चल्दैछु हाम्रो साथीहरूसँग अब मेरो हेर्नु न हालत हेर्नुहोस् न खुट्टा यस्तो यस्तो नराम्रो कि मेरो झन् खुट्टा तर त तै पनि राम्रै छ है खुट्टा क्रक्स जग्गा भएर किन्थे है यहाँ अघि आएको थियो है त्यहाँतिर यति काला रहेछ कि गाइस म धन्नै त्यहाँबाट लडेर मरिन यहाँ कुरा लाएर यहाँ कस्तो बिजो भएको छ गाइस ल हेर्नु न त्यहाँ गाइज हेर्नु न त्यहाँ अब डल्लो र अल्कोको पोज छ है अब त्यो के भन्नु कि अब हाम्रो फिलिङ्स फादर हेमराज सरको चाहिँ अब त्यहाँनिर फोटो सुट हुँदैछ अब ऊ त्यहाँ सुनिता म्यामको र हेमराज सरको नि फोटो हुँदैछ यो चाहिँ मेरो साथी अम्बिका लास्टै क्युटी है यसको दारा नै लास्ट मनपर्छ कि अब हेर्नु न नाचेको चुरी ऊ यो चाहिँ बाँदर जस्तै हेर्नु न रक्कोरै गर्छ घर जानु नपाएँ भनेर ऊ के अरे अब म अनि म चाहिँ गाइजहरू हेरी यसरी आइरहेको छु अब यहाँनिर सबैजना होइन आज रमाइलो भयो है अनि अब क्यामेरा नहल्दा भने नि अब आफू हिँड्नुपर्छ हेर्नु गाइज के गर्नु अब हिँड्नु परेपछि अब त्यस्तै त हो म अब अगाडि जाँदैछु है अब यो भिडियो चाहिँ कट हुँदैछ अब किनकि धेरै भिडियो लामो बनायो भने नि भ्लग हाल्नुपर्छ नि त अनि हाम्रो भ्लगमा चाहिँ यस्तो सब्सक्राइब लाइक कमेन्ट सब गरिदिनु होला अब यो वर्ष अब नि जान बित्न लागिसक्यो साथीहरूसँग अब छुट्टिने बेलामा पछि अब याद आयो भने साथीहरूको धेरै याद आउँछ नि त अनि पछि याद आउँछ साथीहरूको अनि याद आउँदाखेरि चाहिँ अब यही फोटो हेरेर भने पनि मन बुझाउनु पर्छ मेरो यहाँ केही 2 शब्द हैन हामी त घुमेर आयो डुडेपाटामा घाँसै घाँस अनि खुट्टामा कुरै कुरो अब गाइज हेर्नु न के भन्न चाहन्छु भने अब यस्तरी छिरिया कि ल अब हाम्रो फिलिङ्स मदरले चाहिँ अब यसरी भिडियो बनाऊ भन्ने भन्नुभएको छ त्यही भएर म भिडियो बनाउँदैछु गाइज अब के सबैको अब पछि याद आयो भने यो भिडियोहरू हेरिराख्नुहुन्छ हो र अब मन छुन्छ यो भिडियोले पछि साथीहरू अब कोही ठुलोहरू ठाउँमा पुग्यो भने कोही बोल्दैन होला साथीहरू यो पनि कस्तो राम्री यो चाहिँ मेरो चिमचिम आजको दिन कस्तो भयो एकदम राम्रो बेस्ट मेमोरिज अब हाम्रो फिलिङ्स मदर कस्तो भयो आजको दिन तिमीहरूले त मलाई चिकन बनाउने एकदमै खतरा एकदमै तिमीहरूको लाइफको प्लस मेरो लाइफको पनि मेमोरेबल मोमेन्ट कहाँ गएको थियो हेलो रेस्पी आकाश चाहिँ कस्तो भयो प्रवेश अमित अभिषेक सल्लाह कस्तो भयो आजको दिन एकदम बाबा विश्व के अरे अम्बिका कस्तो भयो बिन्सा कस्तो भयो आजको दिन रमाइलो नि भयो अनि एकदम गाह्रो ल जानुहोस् अब आउँदै हुनुहुन्छ दोस्रो लडको गाइजहरू चाहिँ अब लास्टै ढिलो हेर्ने कि मोटो भएपछि कोही हिँड्न सक्दैन नि त सुस्मिता कस्तो भयो फिलिङ्स फादर कस्तो भयो आजको दिन एकदम फ्यान्टास्टिक आशिष कस्तो भयो सुन्दा प्रवीण कस्तो भयो आजको दिन यसो सुन नमस्ते म चाहिँ भाग्य नेउपानेको छोरो भन्न नमिल्ने आजको दिन एकदम रमाइलो भयो ल गाइज लास्टमा चाहिँ म पनि आएँ है आजको दिन लास्टै रमाइलो भयो आजको दिन अब सबजना अगाडि पुगिसक्यो म चाहिँ सबभन्दा लास्ट छु आजको दिन एकदम यो पछिसम्म याद हुने गरेको छ क्या यो आजको हाम्रो साथीहरूको चाहिँ यस्तरी आएको रमाइलो भइरहेको सबैजना बाजार आयो बाटो के हो ल यो बाटोबाट चाहिँ हाम्रो सरिता म्याम कसरी नजाँदा रहेछ भिडियो गरे ल ल है खाल्टातिर बस्ला हाई नगर पानीमा मिसाइदिने हो सरसागको कुरा नि यता भिडियो सागको मिठो छ
यस्तो बाटोबाट नि ल हेर्नु न बाटो पनि के हो यस्तो ल खाल्टारे रोड र बाटो यस्तो बाटोमा हाम्रो सरहरू आउनुहुन्थ्यो अरे बल्खो खै त गीत आएन पिउँदिन भन्दा भन्दै त्यो गाह्रो हो नि त्यसो त्यो बाटा दियो त बाटा छ ए उठा ले रे देवा उठा ले रे बाबा मुझे अमीर को नहीं रे ये दो गरीबों को उठा देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ लुङ्गी लाऊ ल दीक्षा हैप्पी होली है त शङ्कर सर ह्याप्पी होली कति भयो तल त झरे ठाउँमा चाहिँ है झरे ठाउँमा हेर न सबै पर्दैन सबै त नाइस औ छिटो सर
हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै। अनि आज चाहिँ होलीको स्पेसल दिन, हाम्रो एक्जाम एससी आउनलाई चाहिँ अझै केही दिनहरू बाँकी छन्। अनि आज होली खेलेर आएको, सबैजना होली खेलिरहेछन्। आज चाहिँ हाम्रो अब होली खेल्ने प्रोग्राम छ, अन्त चाहिँ हामी पढ्न बस्छौँ। त्यही नै हो, यता मिसले टिका लगाइरहनु भएको छ सबैजनालाई, तपाईँहरू देख्न सक्नुहुन्छ। सच्ची के छ एकचोटि अगाडि फर्काउ न यो यस्तो पछाडिबाट नला नि यार हामीलाई यो बाँकी रहेछ कि ओइ देखाउ त मैले बिग्रेको कलर हेर त यस्तो गर्ने ग्रुपमा एउटा फोटो खिचौँ। होलीको शुभकामना। ल भिडियो लामो समयसम्म पनि घरमा फर्किएपछि मामा घरबाट किन फर्किन भनेर मदनले दिदीलाई सोध्दछन्। तर छिमेकी दिदीले मुना मरिसके अब आउँदिन भनेर सुनाइदिन्छन्। त्यसपछि मदन बिरुङमा जान्छन् अनि मुनाले मुगलान जाँदा भनेको याद गर्दछन्। मुनाको बोली लाग्दछ गोली सम्झन्छ मनले, क्या मिठोसँग सम्झाए भन्थिन् के गर्नु धनले। त्यो भुइँमै बजार त के होइन ओछ्यान चोर हुन्छ नि त्यो ओछ्याउन पड्किने बेला भइसक्यो। सबै नगर भयो भने अहिले त्यही पड्किन्छ। हजुर सुगर खान खै त पड्यो यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो हो। सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो। आजको कता छ को कता छ, तर मनले मेरो बाल्यकाललाई पुकार्यो। खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो।
बाटो छ बेग्लै तर भेट्नेछौँ हामी निराश हुनु पर्दैन भो यताबाट तारा हेर्छु तिमी पनि उताबाट हेर है चम्किला तारा सारा मेरा प्यारा साथी भाइ हेरी नजिकियौँ है जीवनको बाटो भन्थे घाम र छाया छाता ओढेर कटाउनै पर्ने बच्चादेखि पढी लेखी अघि बढ्यौँ हामी सँगै अब जानु नै पर्ने कोहीलाई भन्नु छ ठुलो मान्छे कोही भने गाडी सँगै बिताउँछन् जिन्दगी जसरी तर साथी भए हुन्छ सजिलै